खाओ खाओ खाओ। चारो चाहिँ हाम्रो यस्तो पनि खान्छ। सो त्यही बेलामा चाहिँ यो अम्बक दे हेलो एभ्रिवान, नमस्ते, सेवा, वेलकम टु ब्याक माई युट्युब च्यानल। आई होप सबैजना सन्चै हुनुहुन्छ होला। म पनि एकदमै धेरै सन्चै छु। आज पनि म तपाईँको साथमा नयाँ भिडियो लिएर आएकी छु। सबैजनाले हेरिदिनु होला, कस्तो लाग्छ भनिदिनु होला। अनि आज भने चाहिँ म फेरि पनि चारो लिन भनेर बारीतिर आएको थिएँ। चारो लिन नआएको पनि धेरै दिन भइसकेको थियो। अनि आज चाहिँ आएको थिएँ। अनि यता तलतिर चाहिँ हात्तीले पुरै यता यो कोलाहरू अनि यो सिमलको तरुनहरू पुरै खाइसकेको छ। अनि अस्ति चाहिँ मैले मासतिर मकै खाएको मात्रै देखेको थिएँ, यता तलतिर चाहिँ आएको थिइनँ। सो आज चाहिँ मैले हेरेँ अनि पुरै सकाइराखेको छ क्या हात्तीले चाहिँ। अनि हाम्रो चाहिँ होइन, हाम्रो चाहिँ सिमलको तरुन रोपेको छैनौँ, त्यही भएर छैन। अनि रोप्न चाहिँ रोपेको पोहोरको साल, यसपालि चाहिँ हामीले नरोपेको किनभने हात्तीले खान्छ भनेर। अनि यतातिर चाहिँ पुरै यो हात्तीले पुरै यो मकैहरू सब सकाइदिएको छ। हाम्रो यो माने रोपेको यो माने चाहिँ हामीले रोपेको चाहिँ अब चाहिँ हामीले चारो निकालेर सकाइसकेका छौँ। हल्का हल्का छ यो, हल्का हल्का अब कहिलेकाहीँ आउनुपर्छ लिनको लागि। अनि हात्तीले चाहिँ पुरै नष्ट गरिरहेको छ। 2-4 दिन अगाडि आएको हो, 8-9वटा जति आएको थियो राति। सो रातिको समयमा सबै सकाइदिइरहेको रहेछ। चारो तान्नुपर्छ। चारो चाहिँ हाम्रो चाहिँ यो पनि खान्छ है, तितेझार पनि साथी हो। चारो चाहिँ हाम्रो यस्तो पनि खान्छ। सो त्यही भएर चाहिँ मैले चारो लान लागेको। यस्तो चारो हाम्रोमा खान्छ सुँगुरहरूले। पाहाडतिर चाहिँ खाँदैन, यहाँ चाहिँ खान्छ। अब चाहिँ मेरो भारी पनि पुगिसक्यो, अब म घर जान्छु। सो मैले चाहिँ घर जाने बेलामा चाहिँ यो अम्बक देखेँ क्या बोटमा। अनि देखेपछि त छोड्ने कुरा भएन, त्यही भएर मैले टिपेर खाइदिइ पनि हालेँ। अब बाँको पनि खान्छु। अनि यताबाट मेरो भारी पुगिरहेको छ। यो अम्बक यस्तो मिठो छ नि, यस्तो मिठो छ नि। हाम्रो पाहाडमा चाहिँ अब मैले चाहिँ खाएको थिइनँ, मेरो माइतमा चाहिँ। यहाँ आएर चाहिँ मैले खाएको छु। यस्तो मिठो हुन्छ नि साथीहरू। यो खनेको चाहिँ हाम्रो बारी। हाम्रो बारीमा यहाँनिर चाहिँ आलु रोप्ने भनेर ठिक्क बनाइरहेको छौँ। अब भोलि पर्सितिर रोप्नु पर्ला। पुरै यता पुरै राम्रो बनाइरहेको छौँ। अब आलु रोप्ने हो यसमा। अनि यतातिर चाहिँ यहाँनिर चाहिँ लसुन रोपिरहेका छौँ। लसुन पनि पलाइरहेको छ एउटा यहाँनिर। अनि अब चाहिँ म घर पुग्न लागेँ है साथीहरू। खाओ खाओ खाओ, छिटो खाओ तिमीहरू। ल साथीहरू, आज भने चाहिँ मेरो भिडियो यति नै रहनेछ। सो अर्को भिडियोमा फेरि पनि भेट्नेछौँ। सबैजनाले हेरिदिनु होला, लाइक कमेन्ट सेयर सब्सक्राइब गरिदिनु होला। अनि कस्तो लाग्छ भनिदिनु होला। थ्याङ्क यू फर वाचिङ माई भिडियो। बाई बाई।